So hello and namaste beautiful people. This is your chocolatey boy JR vlog. So आज म बिहानै उठेर गाउँ जानको लागि तयार भइसकेको छु. सो हामी चाहिँ गाउँ किन जाँदैछौँ भनेपछि हाम्रो गाउँमा चाहिँ आज पूजा हुन्छ. सो आजको भिडियोको पर्पस पनि त्यही नै हो. र म रेडी भइसकेको छु. फर्मल कपडा चाहिँ त्यति भएन. सो मेरो एन्टक यहाँ छ. हिजो मैले हालेको थिएँ क्या, यस्तो बवाल भएछ. ओम माने पेदमे होम. यहाँ मेरो हेलमेटको सेटअप रेडी छ. वाउ, ब्लू कलर विथ ब्लू हेलमेट. सो अब चाहिँ म निस्किनु पर्ने हुन्छ. जुत्ता पनि सुकेन, त्यही भएर चप्पल लाएर हिँड्दैछु म आज पनि. मम्मी ल म गएको ल. सो अब म चाहिँ निस्किन्छु. सो गाडीलाई एकछिन वार्मअप दिनु पऱ्यो होइन, 2-3 मिनट जस्तो. कस्तो दामी देखेको यो. सो अब चाहिँ निस्किनु पर्ने हुन्छ. घरबाट निस्किने ठाउँमा यस्तो दुःख छ कि बाटो फेरि के भन्नु र. गाह्रो पो छ त. What's up guys? दसैँ पनि अब भोलि टिका हो र आजको माहौल यस्तो छ, चिसो. मैले ज्याकेट लगाएर हिँड्नुपर्ने थियो, ज्याकेट लगाइएन. मलाई कस्तो हुन्छ होला पछि. दसैँको भाइब नै छुट्टै क्या. सो हाम्रो गाउँमा चाहिँ के अरे त्यहाँ बलि हुन्छ क्या. खासमा भन्नुपर्दाखेरि पूजा हुन्छ. बाख्रा, राँगा अनि परेवाहरू बलि पूजा गर्छ क्या. अनि त्यसैको लागि चाहिँ म आज त्यही नै हो मेरो पर्पस. सो के कस्तो हुन्छ स्टे ट्युन विथ मी भन्न चाहन्छु. घाम लागिसकेको छ. यहाँबाट मासतिर जानुपर्ने हुन्छ हामी. मासतिरको गाउँ चाहिँ सेट. म उताबाट जानुपर्ने थियो, यो बाटो आयो. त्यहाँ थोरै पसलमा काम थियो कि सक्सहरू किन्नुपर्ने थियो. त्यस्तो केही भएन, यतैबाट भइन्छ. पसलको खुला छैन भन्ने कुरो क्या. यो खुलेको भए राम्रो हुन्थ्यो. तपाईँ पनि के छैन, गेट चेक गरौँ न. ओ सेट सुन्थ्यो त्यहाँ. फेभिकल रामसित ढिलो. ब्याङ्क खुल्लै रहेछ जे होस्. सो अलिकता ब्याङ्कबाट पैसा झिकौँ होइन. सो अलराइट गाइज, क्यामेरा चाहिँ अब सेटअप हाल्नु पऱ्यो होइन. आजको माहौल चाहिँ के भन्छ, वेदर यस्तो छ. हामी चाहिँ यो के भन्छ यो ठाउँमा म बिर्सिसकेँ हदै. किसानबारीमा आइसकेका छौँ. सो अब चाहिँ हाम्रो असली राइड सुरु हुन्छ. ल ओके लेट्स गो. केटाहरू अगाडि पुगिसक्यो होला.
on our own. This is a love bigger than we've ever known. This is a love that we worked for. I love you, I love you. We're finding out what it means to be on our own. We're finding love and we're finding a home. This is what it's like to be known, to be known. के भयो हेर न यहाँ पिङ चाहिँ पोहोर सालको रहेछ मान्छेहरूले अल्छी गरेछन् अनि Fireflies, dead quiet summer nights. The look in her eyes. It's a long drive from here. I'll sleep. You steer from here to home, to home, to पहिला त राम्रै थियो यहाँनिरको बाटो अहिले चाहिँ अब कस्तो भयो भन्ने कुरो हो के मास्तिर नै यस्तै हिरो भयो भने त तनाव पो हुन्छ त केटा एकचोटि यही ओह्रालोमा हो क्या हो न म यताबाट सर गएको त जताबाट आएको त्यतै फर्किरहेको क्या मेरो स्कुटी त चिप्लेर एकछिन त हाँसो लाएर बाटो अब अफरोड सुरु भयो केटा हो गाइज अफरोड सुरु भएपछि अब फेरि त्यो अनुसारको राइडिङ हुन्छ हाम्रो अलि माथि गएर स्पोर्ट मोडमा हाल्नु पर्यो गाडीलाई सो गाइज तपाईँहरूलाई थाहा छ कि थाहा छैन एन्ड्रकमा चाहिँ के अरे के भन्छ स्पोर्ट मोड र अफरोडमा पनि हाल्नु मिल्छ है यहाँ हेर्नु पहिला एकचोटि के अरे उयो लडेको के अरे कोको कोला फेन्टाको ट्रक ढेङ्गाले डह्रो सार्यो त्यति बेला हामी अङ्कल र म पर्वतबाट आउँदै थियौँ के मेरो अपरेसन गरेर हेरेको त मलाई पुरा ट्रक पल्टिरहेको हो ढेङ्गा त पुरा स्कुटीमा आउँदै रहेछ ल ट्वेन्टी त हो क्या आमा जहाँ गयो पनि हो गाउँ एरियामा 220 देखेन भने त त्यो गाउँ नै हुँदैन कि त्यहाँ एउटा न एउटा दुइटा 220 त भक्कै हुन्छ के हरेक गाउँमा ओहो केटा हिलो रहेछ त बाटो सो चल्दै भयो नि त जुत्ता बचाऊ अभियान हो त नडरा न राइडर हो क्या भाइ एक्सट्रिम अफ रोड आम्मा ओइ होइ 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 होइ
आप देख सकते हैं गाइस, रास्ता ऐसा खट्टा है, इतना मुश्किल है। ओए होए होए होए। यहाँबाट एउटा बवाल भ्यू देख्थ्यो। आई थिङ्क आई फर्गेट द प्लेस होइन, यो बाटो नआए नि थुप्रा भयो नि त है। यो यार बाटोमा त स्विमिङ पुल छ त हौ। यो चाहिँ मोस्ट एक्सिडेन्ट एरिया है गाइज, फर योर इन्फर्मेसन। त्यही भएर यो एरियामा चाहिँ एकदम स्लो राइड गर्नु होला। सुँगुरको मासुमा पल्किने, लिम्बू नि तिरै ढल्किने, लिम्बू नि तिरै ढल्किने। दसैँको भाइब्स नै कसम के यस्तो रमाइलो हुन्छ नि, त्यो चिसो चिसो हावा, अनि टक्क त्यो पोल्ने पनि होइन, एकदम न्यानो हुने पनि होइन के, मिडियम टाइपको घाम के, अनि त्यसपछि चारैतिर हरियाली अनि निलो आकाश लाइक दिस। ये आमा हो। अब यहाँ असली राइड सुरु हुनेवाला छ गाइज। झर्छस् कसरी आउँछस् त? ओहो ओहो, बचाऊ भगवान्, बचाऊ 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 बचाऊ, मेरो जुत्ता बचाऊ। अरू मान्छे केही भन्नुहुन्न, मान्छे मरोस्, जुत्ता फोर्नु भएन है। ल ल ल ल ल फस यार। रमाइलो। धकेल धकेल। एक्सट्रिम रोड अफ भने जस्तो भन्दा। ओए ओए ल है, मेरो कन्टेन्ट बन्ने भयो, एकछिन बसौँ न ल है, राम्रोसँग है। यहाँ एउटा जिप फसिसकेको छ गाइज, देख्न सक्नुहुन्छ। आमा खेल्नु न ल, यो गाडी गर्छ गर्दैन है गाइज, यस्तो भइछ। ल बाटो पनि के हो के यार। ल है ल है, धनै बाजा बजेन है। यो गाडी निस्किन्छ त ले, आले पनि रहेछ त हाम्रो क्लासको आले। कटे 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 कट्यो ल, कट्यो गाइज। अर्को जी पनि आयो फेरि उताबाट। ओ रोहित के छ? म भइसक्यो नि एक महिना यार। के साह्रो दुब्लाको त म भन्दा नि। यस्तो मोटो थियो अरे मान्छे पहिला, अनि कता थिएन आजभोलि हो। ए 2 महिनाको छुट्टी आएको त
हेरौँ अब बसिन्छ कि गइन्छ कता हिँडेको हामीले पञ्चौली हिँडेको उयो गर्छ ए हो हामी पनि त्यही हो ल जाउँ मेरो जुत्ताको हालत चैट भयो नि त आज यार लेट्स गो आज जिउको त पसारो लागिरहेछ त के हो यस्तो अगाडि जानुहुन्थ्यो के हात हाली के केर्नु न अब अगाडि गयो सकिस् भाइ अब धुलो खोलाउँछ अरे यो जिपले अब सकिस् भाइ अब पछि पछि जान्छ होला नि के छ हेट गयो के साह्रो चिपोहरू आएको आज आमा यो बाटो सो देख्न सक्नुहुन्छ रामपुर नगरपालिका सीताकुण्ड जाने बाटो गेट यही नै हो सीताकुण्ड जाने बाटोको खोइ केटाहरू आउँदैन त ए ल हिँड हिँड अगाडि हिँड हिँड अगाडि हिँड सुजनको गाउँलाई लामटाङ गैलुक अनि त्यहाँबाट के अरे डाब्रा हाम्रो गाउँलाई दर्छा भन्छ दर्छापछि यता मौलाथर भन्छ मौलाथर भन्दा यतापट्टि किजिन डाँडा भन्छ सो त्यो सबै गाउँ जाने बाटो यही नै हो अर्को बाटो उताको पनि छ त्यो बाटो चाहिँ हल्का गाह्रो छ होला जस्तो लागेन हामी चाहिँ यो बाटो आएको खासमा यो बाटो पनि लगभग गाह्रो त गाह्रै रहेछ तर यतिको हाम्रो लागि गाह्रो होइन ओहो बाजेले खसी लिएर आउँदै हुनुहुँदो रहेछ खसी होइन यो पाठा हो बोका हो बोका सो हामी बाँसपानी आइपुगिसकेको छौँ गाइज यसलाई बाँसपानी भन्छ यहाँनिर चाहिँ पहिला एकदम ठुलो झरना थियो हो होइन अहिले चाहिँ झरना सुकिसकेको छ है झरना छैन अहिले झरना सुकिसकेको छ यहाँको पानी यस्तो मिठो हुन्छ नि त्यो गर्मी महिनामा चिसो अनि जाडो महिनामा तातो हुन्छ क्या मुस्ताङ दसैँ पछि हामी जाने अब गाइस हिमाल पनि देख्छ हाम्रो गाउँबाट हिमाल त उही नजिक जस्तो देख्छ म तपाईँहरूलाई देखाउने छु भ्यू वाउ लुक एट द भ्यू गाइस यस्तो भ्यू कहाँबाट हेर्न पाउँछ अन्त हाम्रो गाउँबाट हेर्न पाउँछ हट त्यसो भए आराम छौ के भयो के भयो र पूजा सकिसक्यो रे ए ल जाउँ न त माथि हो क्या बाजे नमस्ते ए गाउँको यस्तो हुन्छ क्या माहौल यस्तो रमाइलो हुन्छ कि गाउँतिर हो कि मेन दसैँ भनेको त कसम हाम्रो तलतिर बजारमा त केही छैन मेन रमाइलो चाहिँ गाउँतिरै हुन्छ क्या कसम यहाँ दसैँमा होइन माहौल ओ माई गॉड गाउँको मान्छेहरूलाई त्यहाँदेखि कस्तो रमाइलो लाग्ने आजभोलि त ओ तेरिकी सो पूजा गर्ने ठाउँ अब यहीँनिर हो यहाँनिर चाहिँ यस्तो जमात हुन्छ नि यस्तो भिड हुन्छ तर आज कस्तो छ भन्ने कुरा हो यतै राखौँ है गाडी राइट फाइनली वी आर रिच्ड इन आवर डेस्टिनेसन राइट बाख्रा कटाइ भइसकेको छ यहाँनिर केटाहरू हिँड्दैछ
दिस इज द प्लेस। यही हो मन्दिर, कोट घर भन्छ यसलाई। आई थिङ्क पूजा त सकिसकेको छ क्या गाइज। यस्तो भाइलेसन हाल्न त दिँदैन क्या युट्युबमा त। यस्तो छ राँगा कटाई। जाम न त जाम्दै। सो अब हामी चाहिँ पूजा गर्न लागेको। ओहो रगत ताम्मे छ यहाँ, भर्खर एउटा कटाइ हानिदिएको क्या। आई डोन्ट नो यस्तो भाइलेन्सहरू देखाउनु हेट बिचरा छटपटे छ अरे यस्तो। एकछिन पखाला फाल्ने बेला भएको छ। जाम न माथि गइहालौँ त। ल यहाँ चाहिँ एउटा बाख्रो कटिङ हुँदैछ। पहिला बकरीहरू काटेको हेरौँ है त। माथिबाटै हेर्छु म। आज त एउटा मात्रै रहेछ यार राँगा पञ्चबली त। सो गाइज म तपाईँलाई देखाउँछु भने यही हो क्या। ओ पारिबाट हाम्रो गाउँमा हिमाल पनि देख्छु। हाम्रो भाइ रहेछन् कडा के अरे पुजारी। उडाइसकेको छ यहाँनिर। गाउँको भ्यू चाहिँ यस्तो हुन्छ गाइज। त्यही नै हो। अब यो काठ हानिसकेपछि हामी हाम्रो पूजा गर्छौँ। के कहिले उता चिदा पनि जानुपर्ने केटा एक दिन। कहाँ म भ्याउँछु त भन्ने कि तिमी त भ्याउँदैनौ बाबु। पूर्णिया औँसी सबै छुट्टी दिन लाग्यो भने त म त स्यालेरी त्यसको लागि त म मुस्लिम दाइले दसैँ मान्नुपर्छ। चलेको बेला नआन है। 1 2 3 ल हान्दिम ठोक्दिम। पोजिसन मिलेन यहाँ पोजिसन। कहिले चाँडै गर्न पाइँदैन। सही हो। सो गाइज एउटा चाहिँ कट्टा हानिसकेको छ जुरीले। यतातिर भ्यू पनि देखाउन चाहन्छु म तपाईँहरूलाई। यतातिर भ्यू यस्तो छ, बारीमा यस्तो के अरे गेडागुडीहरू फल्या हुन्छ। केरा यहाँ पसाएको छ। यो के रुख हो यस्तो काँडै काँडा छ यहाँ। यहाँ चाहिँ बाजा रहेछ, बाजा बजाइदिउँ न। कट्टा हानिरहेको छ एउटा, अर्को पनि कट्टा हानिरहेको छ। बाजा बजाइदिउँ। मान्यो। ओ के छ भाइ? आरामै छ? के छ हालखबर? के छ?
त्यो नफुटे यता है तन्द फुट्यो नै छ कि सो भाइले अब पूजा गर्ने अरे मेरो चाहिँ पूजा भइसकेको छ ल किन सराउनु भयो पूजा गर्नु पूजा गर्ने शर्मा हुन्छ मन्दिरमा त्यही त भिडियो गराइरहेको छ त्यही शर्मा पूजा गर्न त्यही शर्मा मन्दिरमा पञ्चबलीको हेर्ने हो कटाई पाडा कटाई हेरेर जानुपर्छ राखेर ढोक्काइदेऊ हो त्यो केरामा गाडा हाम्रो पूजा सकिसकेको छ एकताल फेरि बजाइदिनु पर्यो क्या सन्चै नमस्ते आर्मी हुनुहुन्छ दाइको पञ्चपल्ली हो दाइको पञ्चपल्ली हो ए हो बेला जग्गा रे हजुर हो एकदम सही हो नाची यार पाँच पञ्चे बाजु अनि नानी के गर्नु हाम्रो
भाइ घर यही हो ए यता यता हाम्रो विजय भाइ छ होइन यता हाम्रो सो गाइस मेरो घर चाहिँ यही हो गाउँको घर देखाइसक्यो मैले बाबा खै नमस्ते गरेको अनि अङ्कलहरूलाई नमस्ते ठुली हुनु बाबा खै बाबा खै कति लामो बाबालाई दाइ हो र खै त भाउजू के भन्नु भएको छ ओहो कुखुरा छ यहाँनिर तल भाउजूको घरमा फुलफुले रहेछ यस्तो पुरानो भयो यार घर पनि हजुर भाउजू घरको हालत यस्तो छ गाउँको घर यस्तै त हो नि होइन चाबी खोलेर टक्क भित्र यसो भिजिट गरिदिउँ न कस्तो रहेछ ओहो यस्तो डर लाग्दछ यार भूत घर जस्तो लाइट पनि बोल्दैन रहेछ त ओहो शिट मेरो जुत्ताको हालत ओए त गाउँको घरमा चाहिँ यस्तो हुन्छ गाइस भित्ताभरि यस्तो पोस्टर तेरे नाम सल्लु भाइ यस्तो यस्तो हुन्छ अझै यहाँनिर अझै यहाँ अखबार छैन के यहाँ बारुला रहेछ छैन केही नरहेछ लगा यहाँनिर चाहिँ यस्तो ओ माथि हेर त केटा हो कत्रो त्यहाँ रहेछ बारुला ओ त्यहाँ हेर त टोक्न त आउनु लाग्यो यहाँ बस्नु न चम्किसकेको छ यस्तो छ है घरको हालत हात टोक्दैन के अरे ल यता सो अलराइट गाइस हामी गाउँबाट त आइसक्यौँ न यहाँ चाहिँ अलिकति हामीसँग प्रब्लम भयो लास्टै प्रब्लम भयो प्रब्लम के भयो भन्दाखेरि यसको टायर पङ्चर भयो अब जाने अब बिस्तारै जाने उस केटा अलमोस्ट दर्शतिर छु हमको प्यार करती नहीं करती अनि यता त्यसरी कैलाशैमा बाबा एउटै केटीले छोड्दैमा झुन्डेर मर्नु पर्दैन अहिले त भाँच्यो भने अहिले हेर्न भयो भन्दिनँ केटाहरू बिताउला जस्तो छ भ्यू चाहिँ यस्तो छ गाइस टोटल्ली रामपुर हो यहाँदेखि यो सबै रामपुर हो पुरै रामपुर अनि त्यहाँ भुजात देख्दो रहेछ भुजात अस्ति हामी गएको ठाउँ अनि यतातिर के गाउँ भन्छ मुडी खाप के हो खै यादै भएन नाम कहाँनिर ए भ्युटार हुनसक्छ डाँडामा भ्युटार बनाउनु आँटेछ क्या सो अघि हामी आएको बाटो चाहिँ यो हो गाइस सर र हामी आएको थियौँ अब झर्दा चाहिँ हामी यो बाटो झर्दैछौँ सो दुईवटा बाटो छ यहाँ गाउँमा